कहाँबाट बिग्रियो बालनजीसँग? त्यही जेन्जीको आन्दोलनबाट बिग्रियो। 2022 नेपालका 2 सहरमा 2 मान्छे उठे। एउटाले काठमाडौँ सफा गर्ने सपना देख्यो, अर्कोले धरान बचाउने। जनताले भने यिनीहरू मिले भने नेपाल बदलिन्छन्, तर मिलेनन्। आज म तपाईहरुलाई सुनाउँछु एउटा दोस्तीको कथा जुन राइभलरीमा बदलियो, एउटा रेभोल्युसन जो इगोमा डुब्यो। हर्क राज राई धरानका एउटा सामान्य मान्छे। उनको कथा सुरु हुन्छ अफगानिस्तानबाट, जहाँ उनी एउटा माइग्रेन्ट वर्कर थिए। विदेशको माटोमा पसिना बगाउँदै सोच्थे, मेरो धरान किन यति पछाडि छ? किन हाम्रा नेताहरूले केही गर्दैनन्? 2015 मा नेपाल फर्किए मिसन लिएर। ठुला पार्टिजले भने तिमीलाई कसले चिन्छ र? सिस्टमले इग्नोर गर्यो, तर जनताले इग्नोर गरेनन्। बिना पार्टी बिना ब्याकअप 2022 को इलेक्सन लडे र जिते पनि। मेयर भनेपछि धरानमा पानी ठिक गरे, हजारौं भोलिन्टियर्स जुटाएर सहर सफा गरे, युवाहरूलाई ड्रग एडिक्सनबाट निकाले, लोकल फ्याक्ट्री खोले, रोजगार दिए। नेपालमा मात्र होइन, लन्डन स्कुल अफ इकोनोमिक्सले हर्क साम्पाङको बारेमा आर्टिकल लेख्यो। र त्यही बेला काठमाडौँमा अर्को मान्छे उठिरहेको थियो, बालेन शाह। जनताले यी दुईलाई देखे र एउटा फ्रेज जन्मियो, हर्क र बालेन इरा। दुवै स्वतन्त्र, दुवैले करप्ट सिस्टम रिजेक्ट गरेका, दुवैले आफ्नो सहरमा रियल काम गरेका। जनताले सोचे यी दुई एकसाथ आए भने नेपालको राजनीति नै फेरिन्छ। तर राजनीतिमा यदि भन्ने कुरा अक्सर सपना नै रहन्छ। सेप्टेम्बर 2025 जेन्जी आन्दोलन आयो, केपी ओलीको सरकार ढल्यो, देशमा पोलिटिकल भ्याकुम भयो र यही भ्याकुमले एक्सपोज गर्यो यी दुईको फ्रेन्डसिप कतिको फ्रेजाइल थियो। हर्क साम्पाङ काठमाडौँ आए 500 किलोमिटरको यात्रा गरेर। उनले सोचे यो मेरो मौका हो, तर जनताले अर्कै सोचेका थिए। अनलाइन पोल भयो, अब प्रधानमन्त्री को बन्ने? सुशीला कार्कीले जितिन्, हर्क साम्पाङले पाए 487 भोट्स हो, मात्र 487 भोट्स। बालेनले पब्लिकली सुशीला कार्कीलाई सपोर्ट दिए। आर्मी चिफसँग साम्पाङको मिटिङ भयो, खाली हात फर्किए र यहीबाट सुरु भयो दोस्तीको इन्ड। साम्पाङले फेसबुकमा लेखे, सङ्कटको बेलामा भित्र लुकेर बस्ने, सडकमा आउन नसक्ने मान्छेलाई नेता ठान्नु नै हाम्रो देशको समस्या हो। नाम लिएनन्, तर सबैले थाहा पाए यो बालेनलाई नै भनेको थियो। बालेनले के गरे त? झगडा गरेनन्, गाली पनि गरेनन्। फेसबुकमा लेखे, प्रिय हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। तिमी मेरो ट्रु लभ हौ। तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छाड्दिन। व्यङ्ग्य थियो, तर अति शार्प थियो। साम्पाङको रेस्पोन्स नै बन्यो। त्यही दिन साम्पाङले प्रेस कन्फरेन्समा रोए। बलिरहेको आगोमा हाम फाले, मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी, होइन? एउटा मेयर जो कहिल्यै डराउँदैनथे आज रोइरहेका थिए। र यति सबै भइसकेपछि देशमा चुनाव पनि आउँदै थियो। जनता चाहन्थे यी दुई एकसाथ आउन्, तर किन मिलेनन्? आउनुहोस् एक एक कारण बुझौँ। पहिलो कारण प्रधानमन्त्रीको दौड। जेन्जी आन्दोलनपछि देशमा पोलिटिकल भ्याकुम थियो। यो एउटा ऐतिहासिक मौका थियो। साम्पाङले सोचे यो मेरो टर्न हो, तर बालेनले सुशीला कार्कीलाई सपोर्ट गरे। साम्पाङको नजरमा बालेनले उनको बाटो रोके। बालेनको नजरमा साम्पाङ म्याच्योर डिसिजन गर्न सक्दैनन् र यही एउटा कुराले दुई बीचको विश्वास तोड्ने काम गर्यो। दोस्रो कारण कुलमान घिसिङ। कुलमान घिसिङ एनईएको पूर्व एक्जिक्युटिभ डाइरेक्टर, नेपालको इलेक्ट्रिसिटी क्राइसिस सल्भ गर्ने मान्छे। जनताका बीचमा इनर्मस क्रेडिबिलिटी छ उनको। र कुलमान घिसिङ धरानकै मान्छे हुन्, हर्क साम्पाङको घरको मान्छे। तर घिसिङ धरान गए र साम्पाङसँग भेट गरेनन्। डाइरेक्टली बालेनसँग फोटो खिचे, पब्लिकमा बालेनलाई इन्डोर्स पनि गरे। सोच्नुहोस्, आफ्नै सहरको सबैभन्दा रेस्पेक्टेड मान्छेले तपाईँलाई इग्नोर गरेर तपाईँको राइभललाई सपोर्ट गर्यो। साम्पाङका लागि यो केवल पोलिटिकल सेटब्याक थिएन, यो त पर्सनल ह्युमिलिएसन थियो। तेस्रो कारण रवि लामिछाने। बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको पार्टीसँग एलायन्सको सङ्केत दिए। साम्पाङको प्रब्लम के थियो? रवि लामिछाने कन्ट्रोभर्सियल फिगर हुन्, उनीमाथि लिगल केसेसहरू छन्। उनको पार्टीको आइडियोलोजिकल बेस अझै क्लियर छैन। साम्पाङले पब्लिकली भने विदेशी हस्तक्षेप, सत्ताको लागि सम्झौता। तर जनताले यो आरोपलाई सिरियसली लिएनन्, किनभने साम्पाङसँग कुनै ठोस प्रमाण थिएन।
र बिना प्रमाणको आरोप राजनीतिमा केवल डेस्परेट मुभ मानिन्छ। चौथो कारण, भिजन नै अलग भयो। बालेनको एप्रोच थियो, पहिले इन्स्टिट्युसन बलियो बनाऊ, सिस्टम भित्रबाट चेन्ज ल्याऊ, कोलिसन बनाऊ। साम्पाङको एप्रोच थियो, डाइरेक्टली जनतामा जाउँ, एग्रेसिभ रूपमा बोलौँ, सिस्टम नै तोडौँ। यी दुई एप्रोच एकसाथ काम गर्न सक्दैनन्। एउटाले बिल्डरको रोल खेल्छ भने अर्कोले रेबलको। रेबल र बिल्डर एउटै टिममा रेयरली मिल्छन्। र अन्तिम कारण, इगो। सबैभन्दा सिम्पल तर सबैभन्दा पावरफुल कारण। दुवै आफ्नो सहरमा हिरो छन्, दुवैलाई जनताले माथि उठाएका छन्, दुवैलाई लाग्छ म नै सही छु। र जब दुई इगो एउटै रुममा आउँछन्, एलायन्स होइन कोलिजन हुन्छ। यही भयो। सोच्नुहोस्, यदि यी दुई आफ्नो इगो एकछिन तल राखेर बसेको भए, यदि साम्पाङले बालेनको स्ट्रेन्थ एक्सेप्ट गरेको भए, यदि बालेनले साम्पाङको इनर्जी र ग्रासरुट कनेक्टलाई रेस्पेक्ट गरेको भए, सायद नेपालको राजनीति आज अर्कै ठाउँमा हुन्थ्यो। तर सायद र यदि इतिहासका सबैभन्दा दुःखद शब्दहरू हुन्। र त्यसपछि भयो एउटा घटना जसले धेरैलाई दुखायो। बालेनका बुबाको निधन भयो। बालेन शोकमा थिए। तर त्यही दिन साम्पाङले बालेनको फोटो राखेर पोलिटिकल अट्याक भिडियो पोस्ट गरे। उनका आफ्नै सपोर्टरले भने, सर यो गर्नु हुँदैन थियो। यो एउटा रिमाइन्डर थियो। राजनीतिमा जब इगो हाबी हुन्छ, मान्छेले बेसिक ह्युम्यानिटी नै बिर्सन्छ। अब सिधा कुरा गरौँ। हर्क साम्पाङ धरानमा हिरो थिए, त्यो सत्य हो। अफगानिस्तानबाट फर्केको मजदुरले आफ्नो सहर बदलियो, यो काम पनि साँच्चै ठुलो थियो। तर त्यसपछि के भयो? जेन्जी आन्दोलनमा जनताले उनलाई पीएमका रूपमा देखेनन्। 487 भोट्सले यो सिद्ध गर्यो। तर उनले यो सच्चाइ एक्सेप्ट गर्नुको सट्टा बालेनलाई दोष दिए, सिस्टमलाई दोष दिए, विदेशीलाई दोष दिए। एउटा परिपक्व नेताले के गर्थ्यो? जनताको डिसिजनलाई सम्मान गर्थ्यो, चुपचाप धरान फर्केर काम गर्थ्यो, अर्को मौकाको तयारी गर्थ्यो। हर्क साम्पाङले के गरे? प्रेस कन्फरेन्समा रोए, नेसनल क्यामेराको अगाडि। रुनु कमजोरी होइन, तर एउटा नेता जसले देशको नेतृत्व लिन चाहन्छ, उनले आफ्नो पर्सनल डिसअपोइन्टमेन्ट जनतामाथि थुपार्नु हुँदैन। त्यो अपरिपक्वता हो। मेयरको एङ्गर, इम्पल्सिभनेस लोकल लेभलमा म्यानेज गर्न सकिन्छ, तर नेसनल स्टेजमा हरेक शब्द, हरेक एक्सनको वेट हुन्छ। जो मान्छे आफ्नो इगो हर्ट भएपछि शोकमा बसेको मान्छेमाथि हमला गर्छ, त्यो मान्छे देशको नेतृत्व गर्न तयार छैन। धरानका हर्क साम्पाङ अझै रेलिभेन्ट छन्, अझै निडेड छन्, उनको आवश्यकता अझै पनि छ। तर जुन दिन उनले आफ्नो इम्याचुरिटी र इम्पल्सिभनेसलाई कन्ट्रोल गर्न सिक्छन्, त्यो दिन मात्र उनी साँच्चै नेसनल लिडर बन्न सक्छन्। त्यो दिनको प्रतीक्षा हुनेछ। नेपालको जनताले एउटा सपना देखेका थिए, एउटा सपना जहाँ दुई इमान्दार मान्छे एकसाथ उभिन्छन्, जहाँ इगो होइन देश पहिला हुन्छ, जहाँ राइभलरी होइन रेभोल्युसन हुन्छ। त्यो सपना थियो हर्क र बालेन इरा। तर आज हामीले देख्यौँ, सपना र सच्चाइ बीचमा इगो आउँछ राइभलरी, आउँछ पर्सनल एम्बिसन, र त्यसैले नेपाल जहाँ थियो त्यहीँ रहन्छ। तर म विश्वास गर्छु यो देशका युवाहरूमा, विश्वास गर्छु तपाईहरू जस्ता मान्छेहरूमा जो यस्ता भिडियोहरू हेर्छन्, सोध्छन् र सही गलत छुट्याउन खोज्छन्। किनभने जुन दिन जनताहरू जागरुक हुन्छन्, त्यो दिन कुनै पनि नेताको इगो काम लाग्दैन। यदि तपाईँलाई लाग्छ नेपालमा साँचो कुरा गर्ने मान्छे हुनुपर्छ, त्यसो भए यो च्यानल त्यही ठाउँ हो। सब्सक्राइब गर्नुहोस्, आफ्नो लागि होइन नेपालको लागि। हामी यहाँ कुनै नेताको फ्यान होइनौँ, कुनै पार्टीको सपोर्टर होइनौँ। फ्यान हौँ त केवल नेपालको, सपोर्टर हौँ त केवल नेपालको। भेटौँला अर्को सत्यसँग।